हेलो साथीहरु, यो चाहिँ हाम्रो गाउँको नजारा देख्न सक्नुहुन्छ। अहिले चाहिँ पानी पर्न आँट्दैछ। के आयो फेरि, आलु आयो गालु आयो भन्छ त। हाम्रो चाहिँ हाम्रो गाउँको नजारा यस्तो ब्युटिफुल छ, पिस छ, पुरै शान्ति, पानी पर्न लागिरहेछ। सुन्दर सफा छ हाम्रो गाउँ, देख्न सक्नुहुन्छ तपाईहरुले। नप्सा अनि यहाँ चाहिँ मेरो छोरो है, मामा लाएर होला मस्ती भइरहेछ गर्मीमा। नप्साङ के गरेको छोरो? चाने यता हेरिदिनु न, के हेर्नु भएको? चाने यता चाहिँ मेरो छोरो, मै काले काले भएछ हौ। के हो यो काले काले, को हो यो? यता चाहिँ हाम्रो साइली दिदी के लुगा अहिले के युट्युबमा आउनलाई के हुन्छ, आउँदा भइगयो नि। सुन्दर भ्यू देखिराख्नु भएको छ तपाईहरुले। अनि हाम्रो यो चाहिँ भेन्डी, हाम्रो यो फुलबारी, यो भेन्डी। आज नि फेरि भेन्डी नै खाने रे। हैन के खाने त नि? यता छोरी मासु खाने। ओएमजी मासु खाने अरे, भिन्डी खाँदा खाँदा के भयो छोरीलाई? अम्बक खाने अरे मेरो छोरी चाहिँ। के भएको त्यो अम्बक खानु दिए तिमीले? साने नखाने ल, तिमीले खानै सक्दैनौ। यहाँ चाहिँ अब दिदी र भाइ खेल्दैछन्। आ नप्साङ हुँदैन त, नगर है, नप्साङ हुँदैन। सानी के गरेको? यो के हो? यो अम्बाको हो? अम्बा खाने हो? बुनिन खाने? के गर्ने? यहाँ आउने, बुढी भाइसँग बस्छ न अलिक यता। तिमी पनि आउँछौ नि त नि, राम्ररी देख्छ। बुइनी आउ न, भाइ भएको ठाउँमा बस्छ त। बुइनी तिमीलाई भाइ आउँदा कस्तो लागेको छ? कस्तो लागेको छ भन्नु त? भाइलाई लानु कि यहीँ बस्छु? भाइलाई इटरी लानु यहीँ बसोस्? भाइलाई इटरी नलानु? लानु नलानु? ए अनि खोइ बोलेकी त नि, मुखले बोल्नु पर्दैन त नि। यहाँ चाहिँ अब भाइले पुरै अम्बक खोज्दैछ दिदीलाई। ला ला अब लडाई पर्यो है अब दिदी भाइको। दिनु भन, मलाई अम्बक दिनु भन, मैले भेटेको मलाई अम्बक दिनु भन। लागो नानाले, लागो नानाले। अब के गर्छौ तिमी? गकी अबि 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 आऊ यतै आऊ नक्साङ, यता आऊ, यता साने। उता चाहिँ धमाधम काम हुँदो रहेछ बा। अब यहाँ चाहिँ पुरा फुलसुल काट्ने तयारी हुँदैछ। त्यो तारलाई छुएर, अनि पुरै तारलाई छुएपछि त्यो काटिदिनु पर्छ अरे क्या। त्यो रेड फुल चाहिँ पुरा काट्दैछ। यो चाहिँ भोलिपछि यस्तो दामी फुल्छ, सबले आहा भनेर बिरुवा मात्र माग्छन् साथीहरू। ब्युटिफुल साथीहरू। गाह्रो छ बच्चा हुर्काउनलाई, यस्तो छ हेर्नु न। यतिको नगरी त सुत्दैन आजकलको बच्चाहरू। के गर्ने, गाह्रो छ हो जिन्दगी। भाइलाई यहाँ सुताउनु पर्छ, अनि सुत्छ अनि लगेर सुताउनु पर्छ। निन्द्राले झुपुक भइरहेछ मेरो छोरी चाहिँ साथीहरू। बसाइ पनि हेर्नुले पुरा पोलिटी कसाइमा छ कि साथीहरू। कति आनन्द आएको होला मेरो छोरोलाई है साथीहरू। हजुरहरूलाई नि एउटा नानी सुताउनु पाए थाहा छैन, यस्तो गरेर सुताउनु नै। पुरानो झुल छ भने यस्तो कुकुरो बनाइदिने। के भन न, भाइ है उसको, दिदी है।
चाहिँ नोक्सानको दिदी हो त्यहाँ बसेर हल्लाउँदैछ उसको बाइलाई माया गर्छिन् साथीहरू मेरो छोरा चाहिँ सुत्न आउँछ सुतिसक्यो त्यो उठिहाल्न अब चाहिँ मेरो छोरा सुत्दै साथीहरू हेर्न सक्नुहुन्छ के आनन्दले सुत्यो कुकले क्यामेरा खोज्दै थियो नाना चाहिँ उता टिभी साथीहरू अनि यो चाहिँ हाम्रो गाउँको भ्यू दामी छ सुन्दर देख्न सक्नुहुन्छ हजुरहरू त्यो सुपारी त्यहाँ चाहिँ मेरो मम्मी अनि धानबारी देख्न सक्नुहुन्छ अनि केरा यता गाउँ दामी छ हाम्रो गाउँ अनि यता मेरो छोरा उसको लुगा पो त चिन्दैन त कस्तो काट्दो रहेछ दुई हातले पो कस्तो तानेको त बुइने चाहिँ रेला मात्रै त्यतिकै गर न तिमी तिमी पनि हो त्यसरी गराउ न बुइ दबाईले देऊ न रेला दिएन मेरो छोरोको लुगा दिएन बोल्ने नानाले पागो देऊ नगर न तिमी